एउटा कुखुरी आफ्ना अण्डा पारेर गुडमा बसेर माया गर्दै हुर्काउँदै थिई। त्यत्तिकैमा एउटा डरलाग्दो राक्षस त्यहाँ आइपुग्यो र कुखुरीसँग भन्यो, "तिम्रा अण्डा मलाई देऊ।" आमा कुखुरीले डराउँदै तर हिम्मत जुटाएर भनिन्, "अण्डा नलिनुस्, बरु मलाई खानुस्। म आमा हुँ, मेरा अण्डालाई केही नगरिदिनुस्।" आमाको माया र त्याग देखेर पनि राक्षसको मन पग्लिएन। उसले निर्दयी भएर कुखुरीलाई खाइदियो। गुडमा एउटा अण्डा मात्र बाँकी रह्यो। आफ्नो आँखै अगाडि आमालाई खाएको देखेर अण्डा अत्यन्तै दुखी र क्रोधित भयो। उसले मनमनै भन्यो, "म मेरी आमाको बदला अवश्य लिन्छु।" त्यसपछि अण्डा गुडबाट गुल्टिँदै गुल्टिँदै राक्षसको खोजीमा निस्कियो। बाटोमा उसले सियोलाई भेट्यो। सियोले सोध्यो, "कतै जाँदैछौ अण्डा साथी?" अण्डाले आफ्नो पीडा र योजना सुनायो। सियोले भन्यो, "तिम्रो बदला न्यायोचित छ।